र यसै गरी चाहिँ कोही बेला चाहिँ गाइस मलाई यस्तो लाग्छ कि मेरो थ्रुजी चाहिँ यो भिडियो बनाउन पोसिबल छ जस्तो लाग्दैन। किनभने एउटा कन्टेन्ट क्रिएटर भएपछि चाहिँ कन्टिन्यू भिडियोहरू अपलोड गरिराख्नुपर्छ। यो कुरा मैले जानेको कुरा हो। त्यही पनि तर मेरो यस्तो हुन्छ कि एक हप्तासम्म भिडियो कोही बेला अपलोडै हुँदैन। एउटा कन्टेन्ट क्रिएटर भएपछि चाहिँ कन्टिन्यू समय होस् नहोस् समय निकालेर पनि भिडियो अपलोड गर्नुपर्ने हुन्छ। यो चाहिँ जानेको कुरा हो। तर पनि मलाई चाहिँ किन आजकल यस्तो अल्छी लाग्छ गाइस। फर्स्ट चाहिँ एकदमै मलाई जाँगर चल्थ्यो र आजकल चाहिँ मलाई भिडियोहरुमा एकेबारे इन्ट्रेस्ट नआइकिया भएको छ। हेलो एभ्रीवन, नमस्ते। म दुर्गा हजुरको सामु आज फेरि अर्को भिडियो लिएर आइसकेको छु। आज चाहिँ एकदम धेरै दिनको बाद मैले भिडियो लिएर आएको छु गाइस। र के कस्तो लाग्छ कमेन्ट गरेर भन्नु होला। र आज चाहिँ हो मंगलबार, मेरो व्रतको दिन र मैले घरको सबै काम सकेर चाहिँ यता पूजाको तयारी गर्न थाले। र मलाई चाहिएको थियो कोलपात र कोलको पात काटेर लिएर आएर यतातिर चाहिएको छ दुबो। अब मंगलबारको दिन भगवान श्री गणेशको चाहिँ एकदमै प्रिय अब दुबो चाहिँ हैन। र त्यसै लागि म दुबो टिप्न थालेँ। र यता दुबो टिपेर यता मैले जुन कोलपात काटेर लिएर आएको थिएँ, दुबोलाई र कोलपातलाई धुन थालेँ। मंगलबार भनिसकेपछि चाहिँ अब भगवान श्री गणेशको र श्री हनुमानजीको पनि व्रत बस्नुहुन्छ अब सबैजनाले हैन। र आज चाहिँ मेरो अब गणेशजीको व्रत हो। र त्यसै लागि सबै तयारी गरिसकेर यता म गएँ पूजा रुममा र सबै थोक रेडी गरिसकेपछि यता म दियो जलाउन थालेँ। अब दियो जलाएदेखिबाट पूजा स्टार्ट हुन्छ र यतातिर मैले पूजाहरू गर्दैछु र अलिअलि भिडियो पनि क्याप्चर गर्दैछु। आज धेरै दिनमा बनाएको भिडियो, त्यही लागि अल्छी पनि लाग्दै थियो। सबैजनालाई थाहा नै थियो यत्रो दिन मैले भिडियो अपलोड नगरेको कुरा। र त्यसै बिचमा हजुरले कसले मेरो भिडियोलाई मिस गर्नुभयो कमेन्ट गरेर भन्नु होला। र धेरै दिन भोइस ओभर नगरेपछि चाहिँ गाइस बोली पनि अलिकति यताउता हुन्छ। यो चाहिँ अब जसले भिडियो बनाउनुहुन्छ उहाँलाई थाहा भएकै कुरा हो। र यतातिर म पूजाहरू गरिसकेर चाहिँ म सधैँभरि एकछिन हनुमान पाठ गर्छु। र त्यसै लागि म हनुमान पाठ गरिसकेर चाहिँ यता मेरो पूजा सकिरहेछ। र आजको भिडियो यति नै। हजुरलाई के कस्तो लाग्यो कमेन्ट गरेर जनाउनु होला। बाइ बाइ गाइस।